लास्ट स्क्यामर छ है। हेर्न सक्नुहुन्छ कसको के आपत पर्यो। यस्तो नि भए गिटार खाएर यहीँ फालेछ। यो सबै तानतुन गरेर है, पुरै तानतुन गरेर रेडी भएछ। तानतुन खानतुन घ्यामधुन जाने सिन्धुपाल्चोक डेलोम्बुमा। त्योभन्दा डिटेलमा चाहिँ नभने, नत्र कोही अट्याक गर्न आयो भने डर लाग्छ। के गर्ने होइन, हो कि होइन हो। अरूहरू यस्तो पोल्छ हेरेर यस्तो गिटार खाएर यहीँ फालेछ। गिटार खाएर यहीँ फाले, यस्तोहरू फालेछ है। यही फोहोर के भन्नु, यस्तो फोहोरहरू। अब मेरो जिपे म चाहिँ होइन है, तर एम्बुलेन्स पराउँदै गयो। हेर्न सक्नुहुन्छ कसको के आपत पर्यो। केही आपत परिरहेछ नि, धेरै धेरै हार्ट फेल कन्डोलेन्स। यसले नि काउन्ट गरेर 20 भइसक्यो, 2020 भइसक्यो पुरै। बाई बाई भनेर अब चाहिँ हिँडिन्छ होला है राम्रो। इमोसनल भइरहेको थियो बिचरा भाइ है। अब मैले एकछिन चक्लेट दिएँ, रुइदिइरहेको। अब दादा जान्ला भने रुइदिइरहेको छु, पुरै रुइरहेको छ। के गर्नु, मन दुखाइ गइरहेको। नरु मेरो बाबु, नरु नरु। स्टार्ट भयो, स्टार्ट। अब यहाँ फाइनली बाई बाई। 22 to 40 चाहिँ बाई बाई भयो। फाइनली हिँडेछ, स्टार्ट। गइन् उनी त गइन्। अब हामी अब जाने घर जाने, घरमा भेट्नुपर्छ अब। फाइनली घर चाहिँ आइपुग्यो। अब आनन्दले एकछिन बस्ने, त्यसपछि के काम गर्नु छ हेरौँला। हेलो, गुड मर्निङ गाइस। अनि मैले चाहिँ हिजोको ब्लगमा चाहिँ अब धेरै केही हाल्नु पाएन, त्यति मात्र अब छोडे गर्नु पऱ्यो होइन। हिजो चाहिँ 11 गते अनि आज चाहिँ बिहानै उठेर 5:25 जति भयो। अब रनिङ जान्छु, त्यति बेला अब रोडमा भेटौँला। म चाहिँ फाइनली झन्डा फर्काइसकेँ यार। कस्तो फोहोरै फोहोर भएर स्यास्या भयो, मर्छु जस्तो लाग्छ रहेछ। बट भ्यू हेरौँ, भ्यू। फेरि अब पुल पारमा भेटौँला। भर्खरै पुल हानेर आएको, फ्याट सकेन। गली पुरै अब धेरै दिनपछि 1 महिना भयो नहाने। स्ट्यामिनै घटेछ, झन् स्ट्रेन्थ त के भन्नु। तर डे 1 सुरु भइसक्यो मेरो। अब हेरौँ अन्टिल तिहारको देउसी भैलीसम्म। यस्तो नि भए जलाएछ सबै। अब घरमा भेटौँ। ए बाटोभरि भाद्रै भाद्र दसैँ लागेर रहेछ, पुरै अम्बाई होइन। तर ठिकै हो, तर लास्टै फोहोर गर्छ कि यिनीहरूले। भात दिन्छ, खाइदिन्छ। हेर हेर के गर्नु, टोके भन्छ अब त्यो गर्नुपर्छ। तर डराउनु भएन, यत्रो ढाडे। हेर हेर हेर, एउटा रुखमा बसिरहेको छु। पर्छ भाग्यो भाग्यो।
गाइस अब फाइनली म चाहिँ फर्केँ है एक्सर्साइज गरेर। पहिला धेरै हान्नु सक्थ्यो है, क्यालिस्थेनिक यताउता गरेको थियो, अलिकति बिगिनर जति भएको थियो क्यालिस्थेनिकमा लेभल चाहिँ। तर अहिले त सबै पानीमा गएको छ, केही हान्नु नसक्ने। पुलअप बल्ल तल्ल मरिमरि 3 4 5 हान्नु सक्ने, धेरै हान्नु 5, त्योभन्दा नसक्ने रहेछ। किनकि अब कन्सिस्टेन्सी र आफूले स्ट्रेन्थ ट्रेनिङ गरेन नि त, त्यही भएर। त्यही हो, ट्राई गर्दै गरौँ ल। डे 1 मेरो वेट लसको र स्ट्रेन्थ गेनिङ र मसल गेनिङको होइन भर्खर भइरहेछ। अनि आज चाहिँ हेर्नु पऱ्यो भने कति बज्यो अहिले 6:26 भइसक्यो, 12 गते असोजको। अनि त्यही हो, मजा आयो। तर एक्सर्साइज गर्ने बित्तिकै के हुन्छ होइन, मजा आउँछ क्या त्यो आफूलाई। लास्टै अब आलुई देखे पनि फिलिङ भावनाले चाहिँ डेन्जर हुन्छ नि, पहाड नै खन्ने मान्छे जस्तो हुन्छ। अब मैले भनेर चाहिँ जसले एक्सर्साइज गर्छ धेरै दिनपछि त्यो मान्छेहरूलाई थाहा हुन्छ। तर रेगुलर गर्नेलाई त नर्मल नै लाग्छ, बानी त हो जे पनि। जस्तो अब घरमा भिडियो साथीकोमा आएको, साथी त मस्त ढल्केर बसिरहेको रहेछ त। ल पुरै उठ्दैन। हेलो उठै, कति बजी सुतिस? यस्तो अल्छी छ मेरो साथी है, भ्लगिङ नै गर्दैन। कस्तो मोबाइल बनाएर ल्याएको थिएँ अस्ति, मोबाइल बनेन हो कि अब जस्तो लागिरहेको। तेरो बन्यो त मोबाइल है? बनेन बिचरा, लल भयो, स्क्याम भएको छ है। त्यो चाहिँ कहाँ हो भनेर अब देखाउँदा कुनै भ्लगमा। यो कुकुर चाहिँ यो ब्राउन अब ए के हो यो ब्राउन देखेर लास्टै स्क्यामर छ है। यसरी पछाडि आएर आउँदै भक भुक्ने हो कि त्यही यसले हान्नु लाग्छ, तर हान्दैन। त्यस्तै हो जनावरहरू घर। के भनौँ छ्या स्या भइसक्यो यति। त्यही हो, घर पुगिसकेपछि घर चाहिँ आइसक्यो है। म चाहिँ अलिकति अब कुल अफ हुनुको लागि त्यही टी सर्ट खोलेर त्यही हो। अनि के अब घर आइपुगेँ, अब पानी सानी तातो पानी कफी सके के खान्छु खाउला। अनि त्यही हो, अब भरेतिर चङ्गाबाट पनि जानु पर्छ साथीहरूसँग। पुरै चङ्गा फाइट हुन्छ है, अनि पुरै चङ्गा चैट गर्नुपर्छ यो दसैँको बेला। त्यही हो, तर आजकल खै के हो, दसैँमा उड्दैन कि चङ्गाहरू, जे उडाउँदैन। नत्र पहिलाको दसैँमा हेर्दाखेरि त है आकाशभरि पुरै चङ्गा उडेको हुन्छ नि, त्यस्तो हुन्थ्यो। तर आजकल त्यसो छैन। तर केही छैन, जसले उडाउँछ त्योसँग चाहिँ हामी चङ्गा फाइट गर्ने हो, अनि चङ्गा चैट गर्नु। त्यति बेला अब वेट होला। अब हामीले साथीहरू भेटिसक्यो, साथीहरूलाई चटपटे खानिदिने भनेर फोर्स। चटपटे त के खानु, अब पानीपुरी खाने हो। अब हामीले पानीपुरी चटपटे कहाँ खान्छ भने अख्खा ठाउँ छ है यहाँ चाहिँ दाइकोमा। ब्यानर स्यानर केही छैन। अब भन्नै पऱ्यो भने आरुबारीको अब यो पानी ट्याङ्की बनिरहेछ नि, त्यसकै यतापट्टि हो यो अरुण दाइको सटरमा। आमा यहाँ धनी मान्छे। पानीपुरी 50 को चटपटे 50 को पानीपुरी गरिदिउँ। म खान्दिउला नि। ल अब एकछिन पछि आइसकेपछि ल है गाइस, म चाहिँ साथीकोमा आयो। अहिले कति बज्यो? 5:55 टक्कै साथीकोमा छु। यहाँ पुरै इन्भाइरोमेन्ट चाहिँ टकटक हान्नुपर्ने हुन्छ, अँध्यारो छ त। साथीहरूको अब साथीहरूमा चाहिँ अब चङ्गा 1-2टा टेस्ट हान्न जानला। 6 बजिसक्यो, त्यही पनि अब के गर्नु होइन, अल्छी लाग्यो। अब दुईवटा सिङ्गर छ, अब हामी यसरी किन बस्नु भनेर अब जाने हो। एकछिनपछि अब चन्दावटा ठाउँमा भेट्यो होला। त्यो चाहिँ कहाँ भने सिङ्गल ट्रीमा है। अब हामी चाहिँ आइसकेको छौँ है, तर कोही पनि छैन यस्तो राति। अब रात पर्न थालिसकेपछि को चाहिँ आउँछ, तर अब 1-2
सर्ट भयो नि ट्राई हानिदिउँ न के हुन्छ र मजा आउने त होइन अब आफ्नो मनभित्र भएको बच्चालाई केही न केही त त्यो गर्नु पऱ्यो नि मजा आउनको लागि चङ्गा चाहिँ अनि एउटा न एउटा चाइल्डहुड मेमोरीमा मानिन्छ किनकि पुरै उडाउन मन लाग्थ्यो अब ठुलो भइसक्यो उडाउनु परिहाल्छ यहाँ छ अँध्यारो भइसक्यो पुरै झ्याप्पै अब साथीले चाहिँ अलिकति भयो नि सर्वे हानिरहेको छ कति उड्छ भनेर पात पत्ता चाहिँ अलिकति भयो नि हल्लिरहेछ तर हेर्नै पर्छ प्लेन चाहिँ उडिरहेछ है हेर्न सक्छु त्यत्तिकै चाहिँ हावा चलिरहेछ है अब खासै उडाउने चाहिँ अहिले अलिकति अवस्था छैन जस्तो लागिरहेको छ ट्राई गरिरहेको छ साथी अब भन्छ दसैँको टाइम लागेछ भने धेरै जस्तो सबले बिहान बिहान अलि दिउँसोतिर गर्छ नि त उडाउँछ अब हामी त फेरि अलि स्केप्टिक मान्छेहरू हो हेर्दै उड्छ कि उड्दैन उड्न त उडिहाल्छ तर अब त्यस्तो छैन हावा झै उडी भन्छ भर्खरै हेर है चिप्लेर लडेर यहाँ हेर्नु सक्नुहुन्छ मेरो यहाँ खुट्टा तर त्यसरी लडेन कि अलि फोहोर हुने हिसाबले मजाले चिप्यो प्रपोजिङ स्टाइल जस्तो भइदियो यस्तो गरेर लडेर मजा आयो तर अब हाम्रो सङ्केतको हिसाबमा चाहिँ उडेन राति भोलि फ्री हो भोलि फ्री नै हो फ्री हो भोलि उडाउनु पर्छ अब भोलिको भ्लगमा आउँछ अब यो चाहिँ भ्लग चाहिँ एकैचोटि 3 दिनको भ्लग एकैचोटि गर्नु किनकि धेरै गर्न पाएन स्टोरेज पनि छैन अब गरिब मान्छे यस्तै उडेन है राति तर हामीले हेर्न चाहिँ पायो नि त अब उड्छ कि उड्दैन उड्दैन रहेछ कन्क्लुजन इज नट फ्लाइङ इन इभिनिङ or dawn there is not flying kite if you fly then I don't know why भन्ने अब उतै अब साथीको रुममा पुगेपछि गरौँ ल अब त्यही हो हेर क्या राम्रो लड्यो भने अब त्यस्तो होइन कि फेरि कसरी लड्यो हेर्न यहाँ देखा यसरी के यसरी यसरी लड्यो प्रपोजिङ गरेर आई लभ यु यसरी लड्यो केही छैन अब यहाँ त उड्यो देखाइ नि दोस्त हो ओ माय गॉड मोबाइलमा टोकेन मोबाइलमा ल भयो गुड हामी चाहिँ एकछिन छोटो मिठो वर्कआउट गर्नेछौँ अब त्यो हेर्नुपर्छ अब अरूहरूले थुप्रै भ्लगमा के हेर्छ भन्दाखेरि अब मेरो भ्लगमा चाहिँ के देख्छ भन्दाखेरि डेमा के भयो भनेर अनि फिटनेस र अलिअलि फनी त्यति देख्छ अनि अब फिटनेस त हाल्नु पऱ्यो हामीले फिट हुनु परेन फिट त्यही भएर अब यसपछि सिनेमेटिकहरू हालिदिन्छु फेरि गर्नु होला है त ल पम्प चाहिँ भइसकेको छ पम्प चाहिँ आइसकेको छ कस्तो छ हेर्नु होला है हुन्छ नि दसैँ तिहारमा धेरै स्क्याम चोर यताउता हुन्छ भने चोरी हुन्छ हाम्रो यहाँ बाइकले नि स्क्याम गर्छ किन भन्दाखेरि फ्युलको लिटर चाहिँ यहाँ देखाइरहेको छ होइन पुरै अब फुल जस्तो फुलमा 1 नच मात्र कम छ तर एकछिनपछि हेर्नुपर्छ यहाँ 2 लाइन पनि हुँदैन टेक्नोलोजी होइन होइन स्क्याम गर्छ भने यहाँ देखाइसक्यो 3 लाइन देखाइसक्यो एकछिनपछि 2 लाइन घट्छ अहिले 1 लाइन अहिले लास्टमा 1 लाइन देखाउँछ हाम्रो तोरीले अब चलाउँदैछ यो लड्यो भने चाहिँ यसकै कन्टेन्ट बनाउनु पर्छ है लड्दैन हेलमेट चाहिएर कि हेलमेट अघिदेखि हेलमेट पर्दैन भन्ने मान्छेले अहिले हेलमेट चाहिएर डर लागेको छ बाबा तिमी डर त्यहीँ तल जाने होला भने नि त तिमी किन यस्तो छिर्लेन ढिलो भयो यो बाइकमा लडा छ है यसले लडायो भने जाडो भएर कोरियनलाई चाहिँ अब के गर्नु है जाडो भयो मुटु नै
हेर म यसलाई चलाउन आउँछ यो तोर्बेलाई ऊ अफ चाहिँ गरेर राखेछ खोइ त म जाने कि सेल्फ हुँदैन राधा बिस्तारै चला है मुला बिस्तारै गयो रातमा यस्तै हो अब के गर्नु होइन आफ्नो आइफोन 16 प्रो म्याक्स 17 प्रो म्याक्स परेन फिल ओए मुजी स्ट्यान्ड खै रन मतीले त स्ट्यान्ड नै लाएर रहेछ स्ट्यान्ड नलागेन मुजी गरेर स्ट्यान्ड लान थट बलात्कार भइदियो यार यो त त्यहाँ गाडीको बलात्कार भयो भने यस्तो बेचत भने यस्तोलाई भन्छ है साथीहरू बाइक चलाउन आयो नि जस्तो नि स्ट्यान्ड त्यो लिन के अरे राख्न आएन नि यस्तो हुन्छ के गर्नु चन्द्रमा हेर्ने हो चन्द्रमा यस्तै यस्तै हेर्ने हो यस्तै देखेको देखेन चाहिँ त्यो अब हेर्नुपर्छ चन्द्रमा हेर्नु सक्नुहुन्छ गोलो डल्लो ओए भयो मलाई यहाँ मोटेले दे यता आइज यता पार्क गरेँ यहाँ पार्क गरेँ यहाँ फेरि हानमा नि बङ्ग गरेँ भयो यहाँ राख यहाँ पार्क गर ओए रुक रुक लाइसेन्स दे लाइसेन्स छैन लाइसेन्स एक दिनलाई माफ गरिदिन्छु लाइसेन्स आशिका दिदीको भाइ आइज झारी आइज न आशिका दिदीको भाइ हो झारी आइज आशिका झारी स्ट्यान्ड अब यस्तो छ कि लाउन नि नआउने आशिका दिदी हजुर हजुर यो साथीलाई चाहिँ अलिकति प्राइभेसी गरेर मात्र है कन्टेन्ट के बनाउनु भनेर आफ्नै साथीको अङ्गभङ्ग आशिका दिदी यो मान्छेलाई चाहिँ अलिकति गियरमा नदिने हो अन गरे पनि न्युट्रलमा राखेर ढगाल्नु पर्छ न त फेरि भर्र उड्यो भने हेलमेट हटाऊ यार अर्को हेलमेट त लाउनु पर्छ कपाल त मिलाउन कपाल त मिलाउन लामो कपाल त गग्ग लामो कपाल त्यस्तो गर्नु खोइ लाउने म गर्लफ्रेन्ड जस्तो गरेछ है आशिका दिदी हो न्युट्रलमा लगाऊ ल अब सिधै अब घरमा खाना खाँदाखेरि भेट होला ल अब हामी चाहिँ घर आइसक्यो है बाइक सिकाएर हामी यहाँ दुइटा तोरीहरूलाई कस्तो लागिरहेको छ बाइक सिकेर एकदम भयानक भएन डर लाग्यो क्या डर त लाग्छ त नि डर लागेर यस्तो डराउँछ हामी चाहिँ पहिला सिक्न पायो भने खुसी हुन्थ्यो उहाँ चाहिँ डराइरहेको छ किनकि अब त्यस्तै शेर्पाले तँलाई मलाई त आइहाल्छ नि तँलाई त आइहाल्छ नि मलाई त भन्नै पर्दैन अघि लडा तैँले होइन तेरो झन्नै कन्टेन्ट बन्यो आइदिएन भिडियो बना न मैले लड कस्तो लाग्यो भने सारङ्गी म त उडाइदिन्छु नि बाइक उडाइदिन्छु भने यो चलाउन आउँदैन भने उडाउँछु भने केही होइन राजकुमार जस्तो छान्छ होला ल अब एकछिनपछि खानाको सिनेमेटिक हाल्ला होला त्यही हो अनि त्यसपछि सक्यो अब हामी चाहिँ अब ह्याप्स हान्नुलाई ह्याप्स भन्छ होइन कहिले खाना खानुलाई यहाँ साथीले चाहिँ हड्डी मात्र पड्काइरहेको छ मेरो चाहिँ भात सक्नुहुन्छ यहाँ अब पुरै सोना मङचुक जस्तो भइरहेछ पुरै सोधेर अब खाना खाइसकेपछि एकछिनपछि घर पुगिसकेपछि ब्लग एडिट गर्छ त्यति बेला हाम्रो साथीको चाहिँ पुरै कान छेडिदिइसक्यो है रगत नै निकाल्छ यसलाई कस्तो दुखेर हेर त ऊ आमा रियाक्सन खै मोला रियाक्सनै दिँदैन ल घुसाएर म अनि हाल्छ आफै घुसारी मात्रै त्यो पछाडिदेखि होइन कान आफै हाल्छ के अरे अनप्रोफेसनल ठाउँमा गएर चाहिँ यस्तै हातले घुसारेर यस्तो गरेर राखेर पछाडि हेरेर ऊ पुरै रान नै झर्नु लाग्यो दुखेर होइन साथी होइन कहाँ छ हो दुलो थट कति गर हेर्न सक्नुहुन्छ खोइ अर्को कहाँ गयो त्यही छ यस्तै स्टाइल चाहिएछ काहीँ नभए दुखाइ खोइ मलाई हेरेर ए भयो अब खाना खाँदाखेरि अब
एक दुईवटा फुटेज होइन सक्यो त्यसपछि म चाहिँ घर आइसकेँ अब चाहिँ केही पनि गर्नु छैन मुखसुख धोएर अब हुन्छ नि फुट्छु एन्ड इफ यु लाइक दिस भिडियो लाइक सेयर एन्ड फलो गर्न चाहिँ नभुल्नु होला अनि आजको लागि यति नै थ्याङ्क यू बाई बाई